रसुवा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल आमा छोदिङमो पार्वती कुण्डमा हामी आइसकेको छौँ। पार्वती कुण्ड यहाँले देखिरहनु भएको छ। अब यो गेटबाट हामी भित्र प्रवेश गर्नेछौँ र पार्वती कुण्ड कस्तो छ यहाँलाई जस्ताको तस्तै हामी देखाउनेछौँ। वाउ, पार्वती। सर, हजुरको पहिलोचोटि हो पार्वती कुण्ड? अब यो मेरो पहिलोचोटि नै हो। बडा म चाहिँ अब एक्साइटेड भएको छु। हजुर, यहाँको यो मौसम पुरा अब बादलहरू हुसुले चाहिँ ढाकेको छ। जता कुण्ड छ, पार्वती कुण्डबाट एउटा कुन चाहिँ नदीको उद्गम स्थल छ भन्ने पनि कुण्डमा मैले जानकारीमा पाएको छु। कुण्ड हेरेर म चाहिँ अचम्मित भएको छु। विशेष गरी त अब यो पाहाड आउँदाखेरि नै यसको तारे भिरहरू धेरै भिर होइन, रात लाग्दो रमणीय काहीँ चाहिँ हरियाली प्रशस्त भएका चाहिँ पाहाडहरू देख्दाखेरि चाहिँ अचम्मित परेको छु। वास्तवमा नेपाल चाहिँ घुम्न लागेकै रहेछ। यो अवसर अब जुटाइदिएको र हाम्रो चाहिँ यो दाइले जुटाइदिएको अवसर हो। यो अवसरलाई हामीले पुरा सदुपयोग गरेका छौँ। विदेशी पर्यटकहरूलाई पनि देखियो 2-4 जना। अब यो पनि हाम्रो लागि राम्रो कुरो हो। फिलहाल यति नै भने। ए हुन्छ, धन्यवाद हजुर। पछि गरौँ ल। हस्, हुन्छ। यहाँले देखिरहनु भएको छ पार्वती कुण्डको रमणीय दृश्य। यतिखेर हुस्सु लागिरहेको छ। क्लियर रूपमा चाहिँ भिजन चाहिँ देखिएको छैन। जति देखिन्छ यहाँले जस्ताको तस्तै। पानी पऱ्यो भनेर ल, यहाँ चाहिँ यो धुपीहरूको चाहिँ एकदमै मिठो बास्ना आइरहेको छ होइन। ल, हाम्रो विदेशी पाहुनाहरू पनि हुनुहुन्छ यहाँनिर पार्वती कुण्डमा। अहिले पानी परेको अवस्था छ होइन। अलिकति यो कुहिरो लागेको कारणले भिजन त्यति क्लियर छैन। पानी परिरहेको छ, एकदमै रमाइलो वातावरण भइरहेको छ। हजुर, सो हामी त्यतिखेर एकदमै इन्जोय गरिरहेका छौँ। थ्याङ्क यू सो मच। हामी भोलि बिहान फेरि हामी आउनेछौँ। रसुवा जिल्लाको भोलि पनि फेरि आउँछौँ। ओके ओके सर, हस्। जय माता, जय पार्वती कुण्ड, जय जय। ल, रक्षा गर्नुहोस्। ल, यहाँ चाहिँ हाम्रो धाराहरू लगभग कतिवटा धारा होला सर यहाँ? 108 भन्दा बढी होला जस्तो लाग्यो। आधिकारिक रूपमा हामी यहाँको स्थानीयसँग बुझ्नेछौँ। यो पार्वती कुण्डको विषयमा केही हजुरले जानेको कुराहरू केही भनिदिनु न। जानेको भन्दा पनि अब यसो त आधार जाने छैन। केही बनाएको छ। अब यसले चाहिँ अब यसो खुबीसबी लाग्नेहरू पनि सबै निको बनाउँछ। त्यसो मान्छे होइन, अलि लाठी जस्तो मान्छे, लाटो जस्तो मान्छेलाई चाहिँ यसको पानी चाहिँ मुखहरू धुँदाखेरि, पानी पिउँदाखेरि चाहिँ निको बनाउँछ। विश्वास हुनु पऱ्यो। ए हस् हस्, धन्यवाद हजुर। हस् हस् हस्।